रासोपा सरकार आएपछि शेयर मार्केटमा आउने 5 ठुलो परिवर्तन। अब राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउने लगभग पक्का भएको छ र इन्भेस्टरहरूको एउटै प्रश्न छ, शेयर मार्केटमा के बदलिन्छ? रासोपाको बाचापत्र अनुसार टप 5 सम्भावित परिवर्तन बुझौं। 5 मा छ क्यापिटल मार्केट मोडर्नाइजेसन। रासोपाले नेपालको शेयर मार्केटलाई मोडर्न बनाउने भनेको छ। यसमा ट्रेडिङ सिस्टम सुधार, नयाँ फाइनान्शियल इन्स्ट्रुमेन्ट र टेक्नोलोजी अपग्रेड समावेश छन्। चौथो छ विदेशी लगानीलाई क्यापिटल मार्केटमा प्रवेश दिने। अहिले फरेन इन्भेस्टरले सिधै स्टक मार्केटमा इन्भेस्ट गर्न पाउँदैनन्। रासोपाले पोलिसी बनाएर कन्ट्रोल वेमा फरेन इन्भेस्टमेन्ट भित्राउने भनेको छ। यसले गर्दा मार्केटमा लिक्विडिटी भने बढ्न सक्छ। र तेस्रोमा जानु अघि यदि तपाईँ शेयर मार्केट सिरियसली सिक्दै हुनुहुन्छ भने अहिले यस्तै अपडेटहरूको लागि नेप्से शिक्षा फलो गर्नु होला, किनकि यहाँ मार्केटलाई सिम्पल ल्याङ्ग्वेजमा एक्सप्लेन गरिन्छ। र तेस्रो रहेको छ इन्ट्राडे ट्रेडिङको व्यवस्था, अर्थात् एकै दिनभित्र शेयर किन्न र बेच्न मिल्ने सिस्टम। विश्वका धेरै मार्केटमा यो कमन प्र्याक्टिस हो, तर नेपालमा भने अझै आएको छैन। र दोस्रो भनेको सर्ट सेलिङ। यसले मार्केट घट्दा पनि कमाउने मौका दिन्छ, अर्थात् पहिले शेयर बेच्ने, सस्तो भएपछि किनेर फर्काउने। यो म्याच्योर मार्केटको लागि इम्पोर्टेन्ट फिचर मानिन्छ। र यसै गरी पहिलो छ इन्टरनेसनल मार्केट स्ट्यान्डर्ड। रासोपाको बाचापत्र अनुसार नेपालको क्यापिटल मार्केटलाई इन्टरनेसनल स्ट्यान्डर्डतिर लैजाने भनिएको छ। यसमा डेरिभेटिभ, एडभान्स ट्रेडिङ टुल्स र मार्केट डेप्थ बढाउने कुरा छ। यदि यी सबै लागू भए नेप्से धेरै विकसित मार्केट बन्न सक्छ। तर मेनिफेस्टोमा लेखिएको कुरा इम्प्लिमेन्टमा कति छिटो आउँछ त्यो चाहिँ हेर्न बाँकी छ। तर इन्भेस्टरको लागि भने यी परिवर्तनहरू निकै ठुला छन्।